हेलो साथीहरु, आज चाहिँ म मेरो गार्डनको ओभरभ्यू तपाईहरुलाई देखाउन गइरहेको छु र मैले मेरो गार्डनमा कुन फूल रोपेको छु, कुन फूल फुलिरहेको छ, सबै म देखाउन लागिरहेको छु र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। यहाँनेर चाहिँ मैले साइक्लामिन रोपेको छु। यो चाहिँ साइक्लामिनहरु हो है। यो चाहिँ भर्खरै यतिको हुँदैछ। यो चाहिँ बढ्नै सकेको छैन, ठन्डा भएर है, घाम लाग्नु सकेको छैन, त्यही भएर ठन्डै छ हाम्रोतिर चाहिँ। अनि फुलहरु ट्याक्कै बढ्नु सकेको छैन। अनि यो भयो प्रेमुलाहरु, योहरु चाहिँ पछाडी रोपेकोहरु पनि भर्खरै फुल्नु सुरु हुँदैछ र अगाडि रोपेकोहरु चाहिँ फुलिरहेको छ है। यो चाहिँ मैले पछाडी अप्रिलमा फुलाउनको लागि चाहिँ ढिलो रोपेको थिएँ, किनभने अप्रिलतिर चाहिँ फुलहरु कुनै पनि हुँदैन, एकदमै फुलेर सकिसकेको हुन्छ सिजनल फुलहरु पनि। त्यही भएर चाहिँ मैले यो सबै फुलहरुलाई चाहिँ योपालि ढिलो रोपेको हो है। अनि यहाँ प्रेमुलाहरु फुलिरहेको छ, फुल्नु सुरु हुँदैछ। यो चाहिँ एकदमै लामो 3 महिना जस्तो चाहिँ फुल फुलिरहन्छ। यो चाहिँ भर्खरै फुल्नु सुरु हुँदैछ र अगाडि रोपेको चाहिँ मेरोमा फुलिरहेको छ। अघि देख्नुभयो होला, त्यो चाहिँ मैले पहिल्यै रोपेको हो है। र यसको केयर टिप्सको बारेमा चाहिँ मैले पहिलाबाट नै भिडियो बनाइसकेको छु। अनि हजुरहरूले हेर्नु चाहनुहुन्छ भने चाहिँ मैले यो भिडियोको डिस्क्रिप्सनमा लिंक हालिदिएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ है त। र अर्को छ यहाँ डाइन्थस। यो डाइन्थसलाई चाहिँ मैले सबै टुप्पाहरू चुटाइदिसकेको छु। अनि यसरी टुप्पाहरू चुटाइदिनु पर्छ यो डाइन्थसको चाहिँ, र मात्रै धेरै हाँगाहरू आएर मज्जाले बुस्सी भएर फुल फुल्न सक्छ है। र कसरी टुप्पा चुटाए त म तपाईहरुलाई एउटा यहाँ देखाउनको लागि राखिरहेको छु है। देखाउँदैछु, हेर्नुहोस् है त। सबै प्लान्ट एकै साथ बढ्छ भन्ने हुँदैन, कोही ढिलो कोही छिटो बढ्छ र यो चाहिँ अलिक ढिलै थियो यसको ग्रोथ, त्यही भएर चाहिँ मैले यसको चुट्टाएको थिइनँ टुप्पा चाहिँ। अनि यत्रो प्लान्ट भएपछि यसरी टुप्पा चुट्टाइदिनु पर्छ र प्लान्ट बुस्सी हुन्छ। त्यसरी नै अर्को छ यहाँ पेन्जी। यो पेन्जीलाई चाहिँ पुतली फुल पनि भन्छौँ हामी। यहाँ सानै छ यो चाहिँ, तर यसको बड बस्नु सुरु भयो। यो चाहिँ सानैदेखि नै फुल फुल्नु सुरु भइहाल्छ। अनि फुल फुलेपछि चाहिँ म तपाईहरुलाई देखाउने छु। यो पनि हेल्दी नै छ, राम्रैसँगले ग्रोथ भइरहेको छ यो पनि। र अर्को छ यहाँनेरि, यो चाहिँ हो सिनेरिया। यो पनि एकदमै राम्ररी यसको ग्रोथ भइरहेको छ, हेल्दी नै छ। अनि यो चाहिँ हाइब्रिड भेराइटीको हो है। एकदमै मजाले कोपिलाहरू लाग्नु सुरु भइसकेको छ। अनि म तपाईहरुलाई अपडेट दिइरहने नै छु है, हेर्दै गर्नुहोस् होला। र अर्को मैले यहाँ रोपेको छु, यो चाहिँ पिटुनिया हो। यसलाई चाहिँ जति ठुलो गमलामा रोप्यौँ त्यति नै यसको हाँगाहरू फिँचेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ, हाँगाहरू चारैपट्टिबाट आइसकेको छ। यसरी मजाले हाँगाहरू फिँचेर चाहिँ गमलाभरि नै फुलहरू फुल्न सक्छ है। यो जेरेनियम चाहिँ लास्ट इयर रोपेकै हो है। जेरेनियम पनि यो सिजनमा चाहिँ मजाले फुल्छ, सिङ्गलै भए पनि एकदमै राम्ररी फुलिरहेको छ। यहाँ कतिवटा चाहिँ मेरो सिङ्गल पेटल्सको छ, अनि कतिवटा चाहिँ डबल पनि छ, फुलिरहेको छ है, यहाँ देख्न सक्नुहुन्छ। यो मेरोमा भएको यो सबै जेरेनियमहरू चाहिँ लोकल भेराइटीकै हो र यिनीहरूलाई चाहिँ मैले नोभेम्बरमा चाहिँ सबैलाई नै प्रुनिङ गरिदिएको थिएँ है। र त्यही भएर चाहिँ अहिले चाहिँ मजाले होचोमा नै यसरी फुलिरहेको छ। सालभरि नै फुलाउन सक्छौँ यसलाई चाहिँ। अरू बेला चाहिँ त्यस्तो बेसी केयर पनि चाहिँदैन, विशेष गरेर बर्खामा चाहिँ यसलाई अलिक केयर गर्नुपर्ने हुन्छ, किनभने बर्खामा चाहिँ किराहरू लाग्छ। त्यही भएर यसलाई त्यो टाइममा चाहिँ पेस्टिसाइड्सहरू स्प्रे गरिदिइरहनु पर्ने हुन्छ है। अनि यो टाइममा स्प्रिङ सिजनमा चाहिँ यो एजेलिया पनि एकदमै राम्ररी फुलिरहेको छ है। यहाँ मेरोमा भएको केही भेराइटीको एजेलियाहरू फुल यहाँ देख्न सक्नुहुन्छ है। हेर्नुहोस्, एकदमै राम्ररी फुलिरहेको छ। डिफ्रेन्ट कलर अनि डिफ्रेन्ट भेराइटीमा छ है, त्यस्तो धेरै त छैन, तरै भए पनि एकदमै राम्रो फुलिरहेको छ।
यो एजेलियालाई चाहिँ हामीले कसरी प्रोपागेट गर्न सकिन्छ अनि कसरी केयर गर्नुपर्छ, कस्तो सोइल मिक्समा यसलाई रोप्नुपर्छ, यो सबै विषयमा मैले अलरेडी भिडियो बनाइसकेको छु है। र यदि तपाईँहरूले त्यो भिडियोहरू हेर्नु चाहनुहुन्छ भने चाहिँ हेर्नु सक्नुहुन्छ है। यहाँ देख्न सक्नुहुन्छ यो सिजनमा चाहिँ एकदमै राम्ररी फुल्छ है, एकदमै बुट्टे ढाकेर फुल्छ, कोही फुलिरहेको छ, कोही कोपिला बसिरहेको छ, सबै हाँगाहरूको टुप्पामा चाहिँ बर्डहरू बसेको हुन्छ है। ढिलो छिटो सबै फुल्छ, एकदमै राम्ररी फुलिरहेको छ यहाँ। अनि यो फुल फुलेको चाहिँ तपाईँहरू माझमा मलाई सेयर गर्नु मन पर्यो है। र तपाईँहरूलाई के कस्तो लाग्छ मन परेमा प्लिज लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। र यति भन्दै आजलाई चाहिँ मेरो यो छोटो भिडियो म यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।